हेलो गाइज, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी चिकन सेकुवा बनाऊँ है त। मैले चाहिँ यहाँ आज 1 केजी चिकन लिएर आएको छु। यो चाहिँ बेस्ट पार्ट मात्र हो। यो चाहिँ फलफल मासु भन्छ नि हाम्रो नेपालमा, त्यही मात्र हो। अनि अब यसलाई चाहिँ म्यारिनेट गर्नलाई चाहिँ मैले यहाँ अब नुन हाल्दैछु। पहिला यसलाई राम्रोसँग मोलेर मसलाहरू गरेर एकछिन हामीले फ्रिजमा राख्नु पर्यो नि त सेकुवा बनाउनलाई चाहिँ। अनि यो चाहिँ हाम्रो चिल्ली पाउडर हो। यो चिल्ली पाउडर चाहिँ बजारको हो, तर यो चाहिँ धेरै हाल्नु हुँदैन, यो राम्रो हुँदैन। यो चाहिँ कलर आओस् भनेर मात्र मैले थोरै मात्र युज गरेको हो। अब म हाल्न जाँदैछु यसमा धनिया र उसको पाउडर, जिराको। अब म यहाँ गरम मसला हाल्दैछु। अब म यहाँ अलिकति टिमुरको धुलो पनि हाल्छु थोरै। अब यसमा चाहिँ मैले अघि नै गार्लिक र अनि जिन्जर पेस्टमा अलिकति सुकेको खुर्सानी पिसेर मैले त्यो मसला पनि हालेँ राखेको थिएँ र त्यो पनि हालिदिएँ। अलिकति मैले चाहिँ तोरीको तेल थोरै स्वाद आउनको लागि हालेँ। त्यसपछि लेमन हालिदिएँ अनि मजाले अब म मिक्स गर्दैछु। हेर्नु है त मैले कस्तो राम्रोसँग मिक्स गर्छु। मसलाहरू चाहिँ हाम्रो चारैतिर लाग्ने गरेर मिक्स गर्नुपर्छ होइन हामीले चाहिँ, किनभने फेरि एउटै ठाउँमा मात्र राख्यो भने राम्रो हुँदैन। अब यसलाई म एयर फ्रायरमा हाल्दैछु। यसलाई चाहिँ हामीले पहिला एयर फ्रायरमा राम्रोसँग बनाउने। अब हाम्रो नेपालमा जस्तो अब उस हुँदैन नि त, विदेशमा त अब झिरमा हालेर अब आगोमा पोल्न मिल्दैन। अब हाम्रो लागि भनेको झिर भने नि जे भने नि यही ऊ हो, के अरे एयर फ्रायर। अनि अब मैले चाहिँ अलिकति स्मोकी टेस्ट आउनको लागि चाहिँ मैले चाहिँ यो उसमा राखेर यसरी आगोमा पोले हल्का फुल्का। हेर्नु न कति राम्रो भएको छ, देखिएको छ पुरा सेकुवा। यस्तो मिठो काम लागिसक्यो मलाई त अहिले नै। मैले चाहिँ यस्तो यति हुन्जेलसम्म चाहिँ उ गरेँ। अब मेरो रेडी भयो। अब खान्छु। यति मिठो भएको थियो। अब मेरो च्यानललाई लाइक गरिदिनु, सब्सक्राइब गरिदिनु होला।